मेरो ड्याडीलाई चिन्नुहुन्छ चिन्नुहुन्न है मम्मीलाई ए हो ल ओके त्यसो भए छोडिदिनु नि त एउटा त्यसो भने चाहिँ मेरो मम्मीलाई पनि चिन्नुहुन्न त्यसो भए छोडिदिनु नि त ओ यो हेन्ची दाइ यो हेन्चीलाई चिन्नुहुन्छ तपाईँ ए भएन म अङ्कल होइन दाइ भन न मगाउ अङ्कल सो हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल सो आई होप सबैजना एकदमै धेरै सन्चै हुनुहुन्छ होला सो म पनि एकदम धेरै फिट एन्ड फाइन सन्चै सब थोक्छु सो अनि त यो आज हजुरहरूलाई त फर्स्टमा कस्तो प्रणाम गर्नु मन थियो कहाँ बसेर गरौँ म ठाउँ पनि छैन राख्दैन होला ल गाइस सबैजनालाई एनके भ्लगको तर्फबाट नमस्ते छ है यो नमस्ते चाहिँ किनभने नि कस्तो ह्याप्पी होला नमस्ते भयो नमस्ते सबैजनालाई है अनि सबैजनालाई नमस्ते छ यो चाहिँ नमस्ते कस्तो तर ह्याप्पीवाला नमस्ते भयो है अनि त्यो चाहिँ यो मैले भन्न आँटेको कुरा चाहिँ के हो गाइस भन्दाखेरि नि अब लाइक अब युट्युबमा यस्तो मेहनत गरिरहेछ गाइस अलिकति माया देखाइदिउँ न सबैजनाले है हात जोडेर म भन्छु सबैजनालाई अलिकति माया देखाइदिनु होला अब त्यही अलिकति नयाँ कन्टेन्ट अलिकति नयाँ गर्ने ट्राई गरिरहेको छु होइन अनि सो गर्दै पनि छु सो त्यस कारण हजुरहरूले प्लिज सपोर्ट गरिदिनु होला अनि जतिजनाले पनि सब्सक्राइब गर्नुभएको छैन प्लिज सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु त्यो फेरि यो कुरा भनेको जबरजस्ती गरेर हुने कुरा पनि होइन इफ हजुरहरूलाई हल्का मनपर्छ भने सब्सक्राइब गरिदिनु होला अनि सपोर्ट गरिदिनु होला माया देखाइदिनु होला भन्न चाहन्छु है यदि हजुरको माया अलि साथ सपोर्ट पायो भने त मलाई अलिकति जोस जागर आउँछ नि त भ्यू चाहिँ जाँदैन कति धेरै मेहनत गरेर भिडियो बनायो भ्यू चाहिँ जाँदैन कि नि लास्ट बनाएर लाग्छ अहिले चाहिँ अलिकति नयाँ खालको प्लान गरौँ कि भनेर सोच्दैछु होइन अलिकति युनिक छ होइन त्यो भनेको चाहिँ अलिकति रियाक्सन हेर्ने मात्रै हो टक्क यस्तै टक्क दोकान भयो नि दोकानतिर जान्छु अनि त्यसपछि चुरोट प्राङ हाल्नु लागिरहेको छ मस्त हाँसिदिनु रहेछ सो त यो चुरोट प्राङ गर्नु लागिरहेको त्यो रियाक्सन हेरौँ के कस्तो आउँछ बबल वाला गर्नुपर्छ है त गाई चला थाहै छैन होला यसले कस्तो खालको प्राङ गर्न आँटेको के गर्न आँटेको भनेर सो एकैचोटि अब हेर्नु ल म गर्छु यहाँ किनभने दोकान छ अङ्कल सुन्नु नि मलाई चिन्नु भयो मलाई चिन्नु भएन तपाईँले चिन्नु भएन मेरो ड्याडलाई चिन्नुहुन्छ नाम केशव भट्टराई केशव भट्टराई चिन्नु भएन है त्यसो भने चाहिँ मेरो मम्मीलाई पनि चिन्नुहुन्न त्यसो भए चुरोट दिनु नि त ल नरिसाउनु ल ल ओके अङ्कलले त पुरै नाम साम थाम नाम सबै सोधिरहेको क्या आयो म पनि फेरि एकछिन त मगेको के भनौँ नाम भनेर सोधेको उयो तल पनि सानो दोकान रहेछ म त्यहाँ पनि जान्छु ल म यहाँ कस्तो भयो गाइस मजा आयो अङ्कल मलाई चिन्नुभयो तपाईँले तपाईँ यहाँको दोकानको ओहो कस्तो कालो आयो तपाईँलाई त केही देखेन त मलाई चिन्नुभयो ओहो चिन्नु भएन है मेरो ड्याडलाई चिन्नुहुन्छ बाबालाई केशव राई हजुर चिन्नु भएन है भनेपछि मलाई मेरो ड्याडलाई चिन्नुहुन्न ए ओके ल एक्ज्याक्टली चिन्नुहुन्न रहेछ एउटा चुरोट दिनु नि त त्यसो भए एउटा चुरोट दिनु न त्यसो भए हजुर बाँकी होइन मेरो ड्याड ममलाई चिन्नुहुन्न नि होइन चिन्नुहुन्न भने एउटा चुरोट दिनु नि त मलाई चुरोट कति जतिसुकै परोस् न पैसा त दिइहाल्छु नि मेरो ड्याड ममलाई चाहिँ थाहा नहोस् क्या त्यो त्यति भन्नु खोजेको है के खानुभएको यो चेप्दा हुन्छ थोरै चेप्दिउँ रिङ्गटा चल्छ ए त्यसो म कन्ट्रोल गरेँ त्यसो भए नत्र ए हो ए खासमा सुन्नु नि म चुरोट पनि खाँदिनँ कि यसो हल्का हजुरसँग मजा गरिदिएको तर म हजुरको एउटा चिप्स किनिदिन्छु ल म एउटा चिप्स किनिदिन्छु चुरोट खाँदिनँ क्या म एकछिन मजा गरेको तर हजुरको म एउटा चिप्स किनिदिन्छु जे भए पनि 20 रुपियाँको ओके खुसी
हाँस्नु नि जाने म एकछिन मजा गरेको खाँदिनँ क्या त्यस्तो चिरोटहरू के खाम त के कति भयो 10 रुपियाँ पर्छ दुईटा दिनु ल 20 रुपियाँको किनिदिन्छु हजुरसँग एकछिन मजा गरिदियो क्या पनि कति दिन भयो माछा खानु चाहिँ मन छैन कि एउटा मात्रै लिनुपर्ने थियो त यो हेन्ची दाइ यो हेन्चीलाई चिन्नुहुन्छ तपाईँ यो हेन्चीलाई चिन्नुहुन्छ चिन्नुहुन्न है कुरकुरे खानुहुन्छ कुरकुरे खानुहुन्छ धेरै भएको एउटा खानु नि खाने भए चोकै छ बिचरा त्यहाँ बाजेको कस्तो रहेछ कि अनि किनिदिएको छ कि खाने कस्तो हो लाग्यो को मादर चुटे पागल ल्याएर मलाई खानेकुरा सोध्दैछ भन्ने होला सुधोले दोकान चामा त यस्तो जान्छ यस्तो भान्छ जान्छ अब एउटा चाहिँ अलिकति बेसी भयो कि बोक्नुपर्छ अङ्कल पछाडि आउने अङ्कलहरू त्यसरी आउँदैन नि त क्यान्टिनतिर हल्का छ सुन्नु नि तपाईँ के भन्छ मेरो ड्याडीलाई चिन्नुहुन्छ मेरो ड्याडीलाई चिन्नुहुन्छ चिन्नुहुन्न है मम्मीलाई मम्मीलाई नि चिन्नुहुन्न ए हो ल ओके त्यसो छोडिदिनु नि त एउटा अनि सुन्नु नि खासमा चाहिँ म जिस्किरहेको हो कि नरिसाउनु होला होइन म चुरो चाहिँ खाँदिनँ यसो हल्का हजुरसँग जिस्किएको मात्रै ल ओके नरिसाउनु होला ल ल ओके हस् बाई बाई ल अनि एकदम मजाको हुनुहुँदो रहेछ रिसाउनु भएन कुनैले त तँलाई लामा तेरो बहुत भनेर दियो मेरो खत्ता हुन्छ त अनि सो त्यही आन्टी रिसाउनु भएन द्याट्स कुल यहाँ जाउँ भनेको यहाँ गीत बजिरहेको रहेछ फेरि ल तिम्रो हो ओके ल तिमी र म भिडौँ ल या ल आना भाइ यस्तो त खतरा खेलिदिन्छु नि म ए अलिक कुद्नु पऱ्यो नि त अनि भाइ र मेरो त केही मिलेन त अनि ल लास्टमा मलाई दोष दियो त भाइले त अनि ओके ल ए तर धेरै रहेछ नि त 1 2 3 4 5 6 मसँग एउटा मात्रै छ नि त कुरकुरे अघि ब्यागमा बोकिरहेको छु कसलाई दिनु तपाईँहरू कमेन्ट गर्नु त म भोलि दिन आउँछु भाइ र मेरो भविष्य देखिन म ब्याडमिन्टन कस्तो भविष्य छैन अब चाहिँ मिलाम ल लास्ट एकचोटि ल ल ल मेरो कुरा मर बाबा किन हालेको यहाँ नि दादाको खुट्टामा बसेर चोट आयो ब्याडमिन्टन खेलेको अरे म जस्तो हानेकै टाङ फान खोजेको टाङ फार्दैन क्या नि हाने नि पोलो नि त नि हेर कत्रो भाँसियो राम्रो भयो कसरी राम्रो भयो भाइ दाइको माया लाग्दैन अनि मजाले खेल्न सक्नु हुँदैन अनि मैले त्यत्रो झन् लास्ट है भाइ दामी मिलाम भनेर हानेको झन् तिमीले कत्रो लो फ्यालेको अनि कस्तो हान्दाखेरि रे माथि खर्चाङ आउँछ हावाले ल ठिक छ यतिकै चाहिँ हुनुपर्छ यार यो चाहिँ अघि मैले एउटा खाएको कि यहाँ सबै एउटा ल भाइ खोलेर खाऊ ल ए थुप्रो भयो सबैले खोलेर एउटा खाऊ ल ल नमस्ते आमै सो स्विट म त जोनी भ्लगलाई भेट्दिनँ होला भन्दै थिएँ गाई म यतै पो रहेछ जोनी भ्लग के गर्दै बस्दैछ त केदाले त यसले मलाई सुहाउँछ जस्तो लाग्यो कसम यसले आमामा ओए हेर त कस्तो देख
कसम बब्बल देखेको जस्तो लाग्यो मलाई तेरो मान्छेहरूले केही देखेर भने त्यस्तो साह्रो मधुरो रहेछ यो ओहो कस्तो देख्यो गाइस यत्तिकै भान्सातिर जानुपर्छ क्या ठिक छ भाइ राम्रै रहेछ पर इमर्जेन्सी पर मलाई एक्सक्युज मी साथीले किन हेरेर रुकाउनु हुँदैन क्या हेलो एक्सक्युज मी कता छ त दोस्त वाट्सअप देशसँग कसम झन्डै हेल्मेटले बुढाइदिएको नि मलाई पोएर त हुन्छ नि देशसँग नभइदिएको पनि धेरै भयो होइन अनि के भन्छ ओभर महँगो परिरहेछ क्या तर आफ्नै मागेको नि थिएन होइन दिदी के अरे दिदीलाई मैले उयो गरेँ चामल दिन आएको क्या म त ए खासमा त चामल दिन आएको अब दाइसँग चामल लिएर ल ठिक 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 म त यसो 40,000 किनिदिउँ कि भने त्यो मित्रलाई 40,000 जुत्ता 40,000तिरकै किनिदिउँ कि 40 लाख के को हजारमा 40 लाखमा बुझ्यौ नि आफ्नै मित्रले बुझ्यो न 40 लाख हौ ए होइन धन्न त 40 लाख दिनु परेन मैले सोधेँ अब हाम्रो एकछिन कुरा चल्छ आज उहाँले भिडियो बनाउँछ देखेँ म त्यो दाइ मेरो बाउले चिन्नुहुन्छ अङ्कल मेरो बाउले चिन्नुहुन्छ चिनो दिनु न भन्ने भिडियो बनाउँछ देखेँ एक्लै अल्छी लाग्यो क्या अनि ठिक्क मित्रसँग भेट भयो रोकन एकछिन अङ्कल अलि छिटो आऊ न आऊ कस्तो खालकोहरू ए भएन म अङ्कल होइन दाइ भन न मलाई चिनेको छैन होला कि चिन्यौ ए ओके नकेशलाई चाहिँ युट्युब च्यानल हेर्दै ल नकेशलाई हजुर ल म त ल बाई 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 बुनुहरूले म पनि आउने भनेर एकछिन रोकाएको त सुन्यौ तिमीले पनि सुनेरै रोकाएको सो राइट गाइज अब चाहिँ टक्क हामी अब बसेर चिया सिया के जति चियामा त्यो अरू त केही आउँदैन पैसा सयहरू मात्रै छ चिया खाने अनि जाने यसो टक्कलाई अब दामी देखेको छ नि धरान त गाइज जसो त्यो यार गाइज अब त्यो भिडियो चाहिँ कन्टिन्यू गरिँदैन सो मेरो हल्का हल्का मुड अफ हुँदै जाँदैछ मित्रलाई भेट्ने बित्तिकै के हो गर्नु नि जस्तै हो त तिमीलाई नि मेरो तिमीलाई हेर्ने मुड अफ हुँदै 3.5 को कुरा निक्लेर 3.5 को ए सो त्यो आफ्नो प्रब्लम हुन्छ यार सो फ्रेन्ड अब चाहिँ के भन्छ हामी यहाँबाट निक्लिन लागेको अनि के भन्छ मित्रले चाहिँ अघि यसो भिडियो लास्टमा हेरेको इन हान्ने छ कि बाई पनि भने नछ क्या तेरो हल्का बिसन्तक भयो मलाई बाई बाई नकेशलाई सब्सक्राइब गरिदिनु ल यत्रो चिया खान्छौँ सब्सक्राइब गरिदिनु नकेशलाई ल गाइस थ्याङ्क्स फर वाचिङ सी यु अन नेक्स्ट भिडियो इफ यु लाइक द भिडियो डोन्ट फर्गेट टु सब्सक्राइब इफ यु डोन्ट लाइक द भिडियो अनसब्सक्राइब बाई बाई